हामी चाहिँ हिँड्दैछौँ नाइट आउटमा। हामी यहाँ 3 जना छौँ। छोटा भाई कालुआ, छोटे से बड़ा थोड़ा सा भाई, इससे बड़ा थोड़ा सा बड़ा भाई। कहाँ जाँदैछौँ? सिमरा चोकतिर फुड हन्टिङ हान्नलाई फुड ब्लगिङ। अब घुम्दैछौँ। भोलि बिहान चक्क लाएर अलिअलि यसो हल्का एडिट गरेर भोलि बिहानतिर हामी हाल्छौँ। हामी चाहिँ फुड ब्लगिङ। फुड हान्न लाग्यो, घरको खाना मिठो भएन, त्यो हामी चाहिँ फुडी हान्न जानु लाग्यो। अब हेरौँ के हुन्छ। अब बाहिर अब हिँड्दैछौँ होइन, राति छ, अँध्यारो छ। सिमेन्टको साथ छ। मार्केटतिर केही पाउँछ कि नै हेरौँ। स्टिल पो हो क्या चट्ट लाएर हिँड्दैछौँ 3 दाजुभाइ सर लाएर। अब कहाँ पुगिन्छौँ? यो अगाडि बाटो हेऱ्यो ठेस लगाएर खसाउन भन्ने डर छ यहाँ। तट गाह्रो छ, टाढा छ। चेक यस्तो हो। हामी चाहिँ फर्स्ट टाइम है इन ब्लग। त्यस्तो गरेर हुन्छ त नि, हल्ला हुन्छ। के हल्लाएको भाइ? के गरेको मोबाइलको त अनि धजिए उडाइदिँदैछ। हामी बनाइदिइहाल्छौँ, नाच्नु त ल नाच, हामी बनाइदिइहाल्छौँ। हो हल्लिने पनि छैन। अब हाम्रो सुरु गर्नु त पहिला त आलु चप यस्तो क्लियर हुन्छ नि। गाइज हिँड्दै थियौँ हामी होइन, लाइन पनि गयो। एउटा दोकानमा भर्खर सोधेको आलु चप सटर बन्द गरेर खाइ पनि मन। हामी यहाँ अहिले आलु चप खान गएको थियौँ। हाम्रो फर्स्ट हन्टिङ चाहिँ अलि क्यान्सल भयो, किनकि त्यहाँ सबै सोल्ड आउट भइसक्यो त। अब फेरि हामी अर्को गन्तव्यतिर जाँदैछौँ। हेरौँ त्यहाँ पनि पाएन भने लास्टमा आएर घरकै भात खानेछौँ हामी। घरको भात पनि हाम्रो भर्खर मोबाइल फसेको थियो, अहिले चेक जाँच भएको थियो, केही भएको रहेन। मोबाइल चाहिँ सेफ रहेछ होइन। कोही बाटो हेर्न, बाटो कहाँ छ के हो मैले त के देखेको छैन। अँध्यारो छ, झन् आँखामा लाइट परेको छ, के हो कस्तो हो। अब जाति भने तपाईँहरूको लागि भयो भने हामी ब्लग बनाउनु हिँडिरहेको छ भन्नु। ब्लग बनाउँदै त्यही त सुनिसक्यो त भइहाल्यो त। अब चोकतिर सिमरा चोक नाच्ने रे, डान्स हेर्नु छ। नाच ओइ नाच न छिटो। ल अब अर्को डान्सर। अब चाहिँ हामी होइन योभन्दा अगाडि चाहिँ गएनौँ, जाँदै थियौँ चेक गर्दै 3टा जति पसल हामी चेक गऱ्यो होइन। अब घरबाट कल आयो कि मासु भात पाकेको छ भनेर अब खाना खानको लागि घरै जाँदैछौँ। फुड हन्टिङ भएन। अब दौडी भाइ दौडी ल घरमा मासु भात पाकेको छ। सिधै त्यहाँ बस्नु खोइ बाबा हाम्रो फुड ब्लगिङ यही बन्द छ। मुक्रा उसमा